अहिले ठ्याक्कै यो कोलपुर कोलपुरको नयाँ बस्तारकोमा रहेका छौँ। अहिले चाहिँ हाम्रो यो दाजु चाहिँ कहाँदेखि अरे आएको ठुलो दैलेको हजुरको घर। अहिले चाहिँ तपाईँ कमाउनको लागि कहाँसम्म पुगिरहनु भएको थियो र यता चाहिँ भिख मागिरहनु भएको छ। उहाँ मान्छेलाई कसको मान्छे हुनुहुन्छ? दैलेक चाहिँ कुन ठाउँ? तोली हो। उहाँको घर चाहिँ दैलेकको तोली बिडो भन्ने अहिले हामीले चाहिँ ठ्याक्कै यो दृश्यमा भेटाएर उहाँ मान्छेसँग हामीले प्रत्यक्ष रूपमा कुरा गरिरहेका छौँ। हजुरको मान्छे कसको हुनुहुन्छ सबैले उसलाई सेयर गरेर सबैले कसको मान्छे हो कतिजनाले सहयोग गर्न चाहनुहुन्छ मेरो ई सेवा नम्बर म तपाईँकोमा हालिदिन्छु। सबैले ई सेवा हालेर उहाँको चाहिँ यहाँबाट दैलेकसम्मको लागि उसको लागि पठाइदिने सबैजनाले व्यवस्था गरिदिनु पर्यो। अनि त्यसै तपाईँको चाहिँ नाम चाहिँ के हो? मेरो नाम नवीन टमाटा हो। ए नवीन टमाटा है। ए टमाटा र बिक एउटै हो। अनि तपाईँको घर चाहिँ ठ्याक्क दैलेकको गाउँपालिका पर्छ। हामीले अहिले प्रत्यक्ष रूपमा दशमानव सबैले हेरिराख्नु भयो होला। मेरो युट्युब च्यानल छ जुम्लाको नयाँ खबर, सबैले हेरिराख्नु भयो होला। उहाँलाई अब एकदमै यता चाहिँ पीडित अवस्थामा देखेको कारणले उहाँको चाहिँ मैले सहयोग गर्न चाहेको छु। हजुरले उहाँको लागि सहयोगको लागि कतिजनाले सहयोग गर्न चाहनुहुन्छ उहाँको लागि म चाहिँ ई सेवा नम्बर हजुरहरूलाई यसै युट्युबमा हालिरहेको हुन्छु। उमा सबैले सहयोग गरिदिनु पर्यो। अनि त्यसपछि तपाईँ चाहिँ ठ्याक्क अहिले यता कोलपुरमा चाहिँ कमाउनको लागि आउनुभयो कि कस्तो कुन कारणले? होइन जान त इन्डिया जानुलाई पैसा चोरी भइदिए अहिले भेग मागिरहेको छु मैले, किनभने भेग मागिकन खाएँ। ल अब उहाँको पैसा पनि चोरी भयो भन्ने ठ्याक्क हामीले सुनिरहेका छौँ। तपाईँको पैसा चोरी चाहिँ कहाँ भएको हो? मेरो पैसा रुपडी गयो त्यहाँ नेपालबाट पैसा ल्यायौँ कोलपुरमा। ए पैदल यात्रा है। नेपालगञ्जदेखि यहाँ कोलपुरसम्म ठ्याक्क 17 किलोमिटर छ। उहाँ चाहिँ कोलपुरको नयाँ बसपार्कमा ठ्याक्क 17 किलोमिटर हिँडेर अहिले चाहिँ ठ्याक्क कोलपुर पुग्यो भन्न लाग्नु भएको छ। हेरिराख्नु होला सबैले, यो चाहिँ कोलपुरको नयाँ दृश्य हो। हिजोदेखि खाना पनि केही खाएन थियो। हिजोदेखि खाना पनि खाएको छैन भन्न लाग्नु भएको छ। कति जति तपाईँको लगभग झन्डै कति जति पैसा तपाईँको चोरी भएको छ? मेरो ज्यादा नै 2000 भाडा मात्रै छ। इन्डिया घरबाट त्यहाँ नि त्यहाँभन्दा उता 2000 भाडा। हजुर ए 2000 रुपियाँ तपाईँको पैसा चोरी भयो। जस्तै तपाईँसँग आफ्नै आफन्त मान्छे थिए कि प्राय मान्छे? कोही छैन, म एक्लै छु यहाँ। अन्त एक्लै आयौँ, कोही साथी छैन। अनि चाहिँ खासै चोरी चाहिँ कोहीले गर्यो भन्ने जस्तो शङ्का लागिरहेको छ। थाहै भएन है तपाईँलाई? ठ्याक्क तपाईँको नेपालदेखि इन्डियाको नाकानिर चोरी भयो कि तपाईँको नेपाल? इन्डियाको नाकानिर